सो हेलो एभ्रिवान, तपाईहरुलाई मेरो सर्ट ब्लगमा फेरि पनि स्वागत छ। युनिभर्सिटी टुर अफ लन्डन डे 2 दिनभर हाँसेर नाचेर गाएर घुमेर सकिएसी आज बिहानै 9 बजे नास्ता खान आइयो र खाइयो पनि। होटलदेखि चेकआउट गरिसकेपछि हामी लाग्यौ हाम्रो नेक्स्ट डेस्टिनेसनमा, जो कि लन्डनमै छ। फिस लुटेछन्, त्यही घुमाउन चाहिँ यही मात्र छ। एनीवेज यो चाहिँ हाम्रो बेटरसी पावर स्टेसन हो, जुन चाहिँ मलाई पनि भर्खर एडिट गर्ने बेला थाहा भएको रिसर्च गरेर। अब यहाँ भित्र के हुन्छ के हैछ भनेर थाहा पाउनलाई कुर्नु होला मैसित। लामो छ नि त लाइन, अनि लाइन कटिसकेपछि मैले केही नबुझे पनि पढे जस्तै गरे। त्यसपछि मेरो गलत इस्तेमाल गरेन, मेरो शक्तिको गलत इस्तेमाल गरेन। त्यसपछि दिनमा तारा देखियो र उसलाई अरूसित पनि देखियो। मजाले लास्टै अब जलिसकेपछि फ्रेश एयर खानलाई हामी रुफटपतिर जान लाग्यौं। अहिले त तारा नै देखे छैन, किन म उडे जस्तै लाग्छ। एनीवेज दिस इज लिफ्ट 109 एट बेटरसी। यो पनि मलाई भर्खरै थाहा भएको र यहाँदेखिको भ्यू त बवाल्ने थियो। फ्रेश हावा नआए पनि म फ्रेश भए भ्यू देखेर। यो लाइन भन्न चाहिँ मलाई 6 टेक लिन पर्यो, माइक बिग्रेर। एनीवे बाहिर आएपछि एसाइनमेन्टको लागि एक्सप्लोर गरेर नोट बना भने थियो। म चाहिँ एक्सप्लोर गरेन भन्ने कोन्सानी देख्छ र भनेको त देखिने के भयो त भन्दै म चाहिँ स्याडो गेम खेल्न लाएँ। झेउ लाएपछि यसो हिन्सीवाला फोटो खिच्नलाई यहाँ आएँ र अब घर फर्किने बेला भएपछि सबै यसरी भेला भइयो, अनि यसरी नै अब घर पनि आइयो भाइ।